बेल्जियमको उत्तर पश्चिममा अवस्थित एउटा सानो शहर इपर। प्रथम विश्वयुद्धमा यो शहर पूर्ण रूपले ध्वस्त भएको थियो। यही शहरमा दशौं लाख मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए। हरेक दिन बेलुकी 8 बजे बज्ने बिकुलले यस शहरमा प्रथम विश्वयुद्धको स्मरण गराउँछ। विश्वमा बहादुर सिपाहीको रूपमा कहलिएका वीर गोर्खालीहरू समेत प्रथम विश्वयुद्धमा यस शहरमा आई वीरगति प्राप्त गरेका थिए भन्ने कुरा सायद कमैलाई थाहा होला। इपरको मेनन पोर्टको रूपमा चिनिने यो गेटको भित्ताभरि सम्भव भए जति ती सैनिकहरूका नाम कुदिएका छन् जसले आफ्नो जीवन प्रथम विश्वयुद्धमा यसै शहरमा गुमाएका थिए। गोर्खा राइफल्स, आसाम पुलिस, बर्मा मिलिटरी पुलिस गरी सयौं संख्यामा नेपालीहरूले यस ठाउँमा वीरगति प्राप्त गरेको तथ्य यही भित्तामा कुदिएको नामबाट जानकारी पाउन सकिन्छ। हरेक वर्ष नोभेम्बर 11 तारिकमा प्रथम विश्वयुद्धको अन्त्य भएको सम्झनामा मनाइने विशेष कार्यक्रममा भाग लिन विश्वका विभिन्न भागबाट यहाँ मानिसहरू आउने गर्दछन्। यसै बेला युरोपमा छरिएर रहेका नेपालीहरू समेत वीर गोर्खालीको सम्झनामा यहाँ आउने गर्दछन्। उचित प्रचार प्रसारको अभावमा यस विषयमा विस्तृत जानकारी हुन नसकेको तथ्यलाई औल्याउँदै गोर्खा राइफल्स इन इपरका बारेमा रिसर्च गर्दै आउनुभएका महेश थापा बताउनुहुन्छ। वीर गोर्खालीहरूका इतिहास जोगाउन यस सन्दर्भमा खोज हुनुपर्ने तर्फ इंगित गर्दै उहाँ भन्नुहुन्छ, नेपाल राजदूतावास बेल्जियमले यस बारेमा विशेष पहल गर्न जरुरी छ।